नमस्ते, वेलकम ब्याक टु आवर युट्युब च्यानल। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। आज चाहिँ हामी आज भन्दा पनि हामी चाहिँ हिजै आएको। हिजै हामी यता डन्डाबाट माथि झ्यालबास गिरिबारी भन्ने ठाउँ आएको। म चाहिँ भर्खर फ्रेस भएको, राम्रोसँग फ्रेस पनि भएको छैन साथीहरू होइन। हामी चाहिँ हिजो बेलुका आएर हामी यहाँ राइनो रिभर कटेज, हाम्रो यहाँ मामाको राइनो रिभर कटेजमा आएर चाहिँ हामी सुतेको थियौँ। अनि भर्खर फ्रेस भइयो। अब साथीहरू फ्रेस हुँदैछ, मामाहरू, सालो केटोहरू, फुपूहरू अनि मेरो बुढी। अनि हामी चाहिँ यहाँको सनराइज, यस्तो दामी सनराइज भएको छ होइन। यहाँबाट चाहिँ हामी चाहिँ अहिले एकदम टपमा छौँ कि यो चाहिँ हामी आएको बाटो हो होइन एभ्रिवान। अनि यहाँ चाहिँ एकदम टप छ होइन। अब यहाँबाट हेर्न सक्नुहुन्छ कस्तो दामी भ्यू छ। तल चाहिँ यो जुन देखेको पुरै अहिले चाहिँ अलि हुसुल्ला जस्तो भएको छ होइन। त्यो तल देखेको चाहिँ गिरिबारी झ्यालबास भन्ने ठाउँ हो। हामी चाहिँ अहिले यहाँ टपमा आएको छौँ। यही टप छ यहाँ हेर्न सक्नुहुन्छ। वेलकम टु राइनो रिभर कटेज। यो चाहिँ हाम्रो मामाको कटेज हो र हामी चाहिँ यहाँ सुत्न भनिसकेँ मैले, हिजो सुत्न आएको थियौँ। अनि यहाँ हुनुहुन्छ मेरो छोरो निवान गुरुङ। हेलो ल ए बाबाको यता बाबाको भ्लगमा के भन्ने? हेलो गाइस युट्युब च्यानल। आज मेरो बाबाको भ्लगमा स्वागत छ। अनि यता हुनुहुन्छ सनराइज पनि बब्बाल भएछ। अनि यता हाम्रो गुटी फुपूलाई पनि स्वागत छ मेरो भ्लगमा। केही भन्न चाहनुहुन्छ फुपू? फ्रेस भयो, मर्निङ भयो, ल पिङ खेल्नु होइन। कसरी जानुहुन्छ? यहाँ चाहिँ हेर्न सक्नुहुन्छ कस्तो दामी पिङ छ कि। ओ माई गड, लड्ला भैँसी लड्यो है माया झ्यालबाट के हो भन्ने होला ल। अलिअलि भयो नि मजा आयो भाइ। तर यहाँ सनराइज चाहिँ बब्बाल भएछ है। यस्तो दामी रमाइलो देखेको कि। ल भन। अनि हामी कहाँ? वेलकम टु माई च्यानल बुढाको। अनि हामी चाहिँ बुढाको अचार भने जस्तो, बुढाको अचार भनेको जस्तो मेरो बुढाको युट्युब च्यानलमा सबैलाई धेरै धेरै धन्यवाद, स्वागत छ। स्वागत छ। त्यो काट्दैन अनि त्यसपछि आज हामी कहाँ के ठाउँ रे यो? राइनो रिभर कटेज। हामी चाहिँ हिजो बेलुका आएको। हामी यस्तो रमाइलो भयो नि, यस्तो रमाइलो भयो। फेरि आज बेलुका आउने हो, आएर झन् यस्तो रमाइलो। अनि स्पेसल्ली हामी चाहिँ एउटा कुनै कार्यक्रम फङ्सन भनौँ न एटेन्ड गर्न आएको हो। त्यो कुरा चाहिँ बिस्तारै तपाईँहरूले हाइलाइट थम्बनेल हेरेर थाहा पाइसक्नु भयो होला भन्न चाहन्छु म चाहिँ। अनि त्यो बिस्तारै अब हाम्रो आजको न्यु डे न्यु भ्लग कसरी चाहिँ बित्छ र के हुँदैछ र हामी किन आएको, कहाँ आएको भन्ने कुरो त हजुरहरूले थाहा पाइसक्नु भयो होला धेरै थोरै। पुरा थाहा पाउनको लागि चाहिँ स्किप नगरिकन हाम्रो भ्लग हेर्नु होला। र आज चाहिँ स्पेसल्ली भन्नुपर्दाखेरि हामी चाहिँ अब एउटा त्यस्तै कार्यक्रम एटेन्ड गर्न आएको। त्यो बिस्तारै थाहा पाइहाल्नुहुन्छ हजुरहरूले। त्यो म देखाइ नै हाल्छु, अहिले भन्न जरुरी पनि छैन जस्तो मलाई लाग्छ। तपाईँहरूले थाहा पाइ नै हाल्नुहुन्छ होइन हेरेपछि मेरो भ्लग। अहिले चाहिँ अब हाम्रो यहाँको अब म माथि गएर के कस्तो छ माहौलहरू देखाउँछु ल। के अरे अरे यहाँ गुटी फुपू पनि आउनुभयो। गुटी फुपू के भन्न चाहनुहुन्छ ल भन्नु त? के भन्ने हो, आज हामी जन्ती जाँदैछौँ। रमाइलो भनिहाल्यो फुपूले। रमाइलो हुँदैछ आजको। हेरिदिनु होला, सबैजनाले माया गरिदिनु होला। यता हाम्रो अर्को कान्छी फुपूलाई पनि स्वागत छ। तिनजना त अटाउनु होला है फेरि मुर्रा होला। ल फुपू के भन्न चाहनुहुन्छ ल? तपाईँको यस्तो जाओस् न त के भन्ने बाबु क्या मुख हालेको भन्नु न। हामी कस्तो लाग्यो तपाईँलाई? हामी कहाँ आएको? तपाईँलाई फर्स्ट अफ अल मेरो भ्लगमा स्वागत छ। फुपूलाई एकदम राम्रो लाग्यो। बेला बेलामा अक्किन्छ। बोल्न आउँदैन। त्यहाँबाट तेर्साउने बित्तिकै मान्छेहरूको बोली चाहिँ अलिक फर्स्ट टाइम हो, अलि बोल्न आउँदैन। अलि बिस्तारै हुन्छ होइन त? ठिकै छ ल, ठिकै छ। म चाहिँ अब टपमा जाँदैछु होइन। अनि हामी चाहिँ हिजो 5वटा म फ्रेस पनि भएको छैन कि राम्रोसँग होइन। ब्रस चाहिँ गरेँ, मुखसुख धोएँ होइन। धुन त तैपनि भर्खर जुरुक्क उठायो कि। अनि
हिजो चाहिँ हामी 5वटा बाइकमा आएको थियौँ। मामाहरू लिन आउँदै हुनुहुन्छ हामीलाई। भनिहाल्नु भयो हाम्रो गुटी फुपूले, मेरो गुटी फुपूले, हामी चाहिँ एउटा त्यहाँ अब यस्तो बिहा छ होइन, टिका फुकाइ भन्छ कि के भन्छ समथिङ। अनि यहाँ हेर्न सक्नुहुन्छ, यहाँ जति पनि झालबस गिरीबारीको मलाई चिन्नेहरू हुनुहुन्छ आउनु होला। यहाँ राइनो रिभर कटेज राम्रो छ एकदम। मेरो मामाको यहाँको हेर्नु सुन्दरता होइन, भाइब्स बबाल छ। अनि त्यहाँ 2टा रुममा सुतेको थियो होइन फुपूहरू चाहिँ। हामी चाहिँ यता हल रुममा सुतेको सबैसँगै के एकै ठाउँमा मजा आयो। हामी चाहिँ यहाँ बाइक र स्कुटी यहीँ छ। हिजो हामी आएको र 3टा बाइक चाहिँ मामाहरूले पुऱ्याइदिन आउनुभएको थियो अनि लिन आउँदै हुनुहुन्छ हामीलाई। अनि त्यहाँपछि यहाँबाट हजुरहरूले हेर्न सक्नुहुन्छ झालबास गिरीबारीको सुन्दरता। अनि त्यहाँ चाहिँ पिङ थियो, पिङ खेलेर चाहिँ पनि आइसक्यौँ हामी। कान्छा वेलकम ब्याक टु माई युट्युब च्यानल। स्याभेज हान्नु पऱ्यो नि त, स्याभेज स्याभेज स्याभेज। हिजो चाहिँ हामी यहाँ आएर बसेको थियौँ होइन, चट्ट खाइपी रमाइलो भयो हलमा। यहाँ हलमा हामी चाहिँ यहाँ होलसेलमा सुतेको है गाइज। ल उठाऊँ त ल, फोन 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 आएको आइसक्यो के, उठा न हमले। अब हामी चाहिँ यहाँबाट निस्किनु लाग्यो। तपाईँहरूलाई चाहिँ तल झरेर गिरीबारी झरेर त्यहाँ अब बिहा घरमा अब टिका फुकाइ कार्यक्रम हुँदैछ भनौँ न होइन। त्यहाँ बिहामा गएर चाहिँ हामी त्यहीँ गएर भेटौँला, किनभने अब लेट पनि भइसक्यो, अलिकति रेडी पनि हुन छ। के कस्तो हुन्छ तपाईँहरूलाई म आजको न्यू डे न्यू ब्लग देखाइ नै हाल्छु बिस्तारै विस्तृत रूपमा। स्किप नगरिकन हेरिदिनु होला। जो नयाँ हेर्दै हुनुहुन्छ सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला भन्न चाहन्छु म चाहिँ होइन। अलिक घाँटी पनि समय रहेछ कि। अनि ठिकै छ, एकछिनपछि भेट्छु तपाईँहरूलाई तल ओर्लेपछि। स्टे वाचिङ, स्टे ट्युन गाइज। एकछिन भेटौँला है त एभ्रिवान। हामी चाहिँ कटेजबाट आइसकेको छौँ घरमा मामाको। हामी चाहिँ रेडी हुँदै, मेरो आउटफिट हेर्न सक्नुहुन्छ झट्ट ब्राउन भाङ्रा, फर्मल प्यान्ट सर्ट छ है, अनि वाइट सुज स्नेकर यता छ। यहाँ रेडी भइसकेको छ मम्मी पनि। अनि यता यहाँ ब्युटिसियन मिस आउना गुरुङ यहाँ मेकअप गरिदिँदै। गुड्डी फुपू, हाम्रो गुड्डी फुपू पुरा रेडी भइसकेको छ। यता रेनीवान मेरो छोरी दौरा सुरुवालमा भाङ्रा। यता अब नन्दा भाउजू नि यहाँ रेडी भइसकेको छ। अब हामी यहाँ एउटा हामी चाहिँ रेडी हुन यहाँ मामाकोमा आएको, साइला मामाकोमा। अब उता अर्को मामाकोमा अब घरमा गएर निस्किन्छौँ हामी त्यहाँबाट चाहिँ प्रस्थान हुन्छौँ हामी। यता मेरो यता हेलो हेलो एक्सक्युज मी, आजको चाहिँ यहाँ बेहुला, यहाँ बेहुराको आउटफिट तल चाहिँ अलि जुत्ता लाउने बाँकी छ। यता मेरो भाइ कान्छा छोटे गुर शशाङ्क गुरुङ। अनि उहाँहरूको मेरो भाइ र मामाको नि आउटफिट हेर्न सक्नुहुन्छ, हुँदैछ सजिँदैछ खै। यता पनि सजिँदैछ झट्ट। माइजू खै, माइजू त हेर्नु त एकचोटि। यता माइजू पनि रेडी भइसक्नु भएको छ, रेडी होइन सर्ट लाएर। अब यता हाम्रो भाइ पनि के हो, भाइ रेडी हुने होइन, जाने होइन, सर्ट लाएर सबैजना रेडी भइसक्नु भएको छ। अब हामी यहाँबाट निस्किन्छौँ है त गाइज। ल अब हामी चाहिँ यहाँबाट बाइकमा स्कुटीमा गरेर निस्किन्छौँ। अब हाम्रो यता हुनुहुन्छ उल्फ सुरज थापा हमले मामा, यता हाम्रो सालो कान्छा रेडी लगभग रेडी भइसकेको छ। अब हामी निस्किनु लाग्यो तकरिबन यता हेर न त लजाउँछ यार। ल ठिक छ, अब हामी चाहिँ रेडी भइसकेको छ होइन, चट्ट अब निस्किने। छिटो गरौँ बाबु निमान, ल जाऊँ अब। ल रेडी भयो नि,
उता माइलामा रेडी हुँदै हुनुहुन्छ अब हामी चाहिँ यहाँबाट निस्केपछि भेटौँला है त ल यहाँ फुपू पनि रेडी भइसक्नु भयो अब निस्किने है त हामी छिटो छिटो गरौँ माइलामा रेडी हुँदै हुनुहुन्छ गुड्डे फुपूको आम के हो हिजोको एकान्त मेट्ने होइन भरे ल ब्याउला के हो भएन जुत्ता सुत्ता लगाउनु न यस्तो त यो बेहुलालाई सिँगार दियो नि भान्जीहरूले के हो ल हामी चाहिँ अब रेडी भएर हाम्रो पोको पुन्तुरो राम्रै छौँ होइन सबै रेडी भइसक्यो अब निस्किने तपाईँहरूलाई अब हामी यहाँबाट निस्केपछि एकछिनमा हामी अर्को मामा घरबाट चाहिँ हामी निस्किन्छौँ रेडी भएर यहाँबाट गएर त्यति बेला एकछिनमा भेटौँला है त स्टे ट्युन गाइज ल एभ्रिवान हामी चाहिँ यहाँ मामाको बेलु मामा घर आइसकेको छौँ अब हामीले लान पर्ने कोसेलीहरू चाहिँ यहाँ पुरा अब यो ता जस्तो छ दारू यता सेलरोटीहरू होइन अब यहाँ सबै रेडी भइसक्यो दुइटा हिरोनी पो बहा त यता हेर ल फोटो त पछि खिच्ने हो ल यहाँ ब्लगमा ल सबै रेडी भइसक्यो मामा तपाईँ पनि के हो अब अलि रेडी हुनु न हाम्रो कोसेली बाहिर पनि छ है बाहिर कता हो यता कता हो थियो हेलो निवान गुरुङ के छ अब हामी यहाँ कोसेली सोसेली बोकेर अब हामी निस्किन लाग्यो है त एभ्रिवान गएपछि हामी देखाउँछौँ एकछिनमा भेटौँला है त फेरि हामी निस्किने बेलामा चाहिँ के छ त नि भेनाको ब्लगमा वेलकम अहिले भर्खर मेरो चाहिँ सुरुवात चियाबाट हुँदैछ अब हाम्रो कान्छ मेरो सालोको चाहिँ आउटफिट चाहिँ आमा लुकिङ गुड है ह्यान्डसम उता हाम्रो दुवा छ ल आमा ल वेलकम ब्याउलाको आउटफिट यता हुनुहुन्छ माइजूको पनि देखाइदिन्छु है त म आउटफिट लुकिङ ब्युटिफुल गोर्जियस ल है अब हामी यहाँबाट निस्किलाइसक्यो यहाँ हाम्रो के हो यो उसमा चाहिँ माहाई लगाइसकेको छ कि कोसेलीहरू लिएर जाने यहाँ हाम्रो राम्रो क्युट सानी नानी ड्रेसमा हाई भनिदेऊ हाई गर दसर अनि दाइको भ्लगमा के भन्न चाहन्छ त्यो भाग्रा मिलाएर अलिक ठुलो भएछ के हो यार यता हाम्रो माइलामा फेरि रक फर्स्ट टाइम हो र होइन म फोटो पनि खिचिदिन्छु यहीँबाट फेरि ल निस्किम झकमक्कै बोलेको त हो कोही त ल यता फेरि केही भन्न चाहनुहुन्छ कि गुडी फुपू अब त्यो सानो खाएर के खाइरहेको चियाको ग्याली नै छौ त्यहाँ उ नजिकै लुकिङ गोर्जियस ब्याउला के हो यार खतरा देख्यो यार मामालाई ल अब हामी फोटो हानौँ एकछिन बाहिर यहाँ हाम्रो निवान गुरुङ भात खाँदै ल हामी चाहिँ अब फोटो सुट गर्छौँ अनि एकछिनमा भेटौँला एभ्रिवान ल एभ्रिवान यहाँ चाहिँ फोटो सेसन चलिरहेको छ नेक्स्ट ल हेर्न सक्नु हाम्रो चाहिँ यहाँ फोटो सेसन चलिरहेको छ एभ्रिवान भ्याउला भ्याउलीसँग सिङ्गल ल यहाँ चाहिँ फोटोग्राफर हाम्रो फेरि आइफोन फोटोग्राफर ल
यहाँ चाहिँ टिका लाउने कार्यक्रम भइरहेछ बजेले आज ढोक्नुपर्छ खुट्टामा भाइ खुट्टा सुट्टा ढोक्नु छ्यामाहरू पनि यहाँ सबै रेडी हुनुहुन्छ ए भरे आएर छ्यामा लगाइदिने त होइन आमाले हो त यहाँ के मापरिसले छौ चाहन्छ मापरिसले के चाहन्छ अहिले त सुबह साइड गरेको साइड निकाल्दिएको मात्रै समय त ले अहिले समय लिएन अहिले अब एकचोटि बेलुका आइसक्यो भाइले लगाइदिने भाइले अहिले चाहिँ जाने बेलामा बुहारीलाई है त होला ल के दिनु पर्दैन पैसा दिन लाग्नु नानी कुरा के दिँदा अहिले त ट्याप लगायो अहिले आउँदै हुनुहुन्छ कति बेर लाग्यो कपडा लाउनु पनि धेरै उ गरे कि थोरै नानी आउनु न नानी ल आउनु आऊ सबैजना ल साइद सुबह साइद हामी यहाँबाट निस्किँदैछौँ अब साइदको टिका लगाउँदैछ हामी चाहिँ होइन एभ्रिवान हेर्न सक्नुहुन्छ हजुरहरूले अब हामी निस्किन लागेको बेहुलीको घर हेलो गाइस ल अब हामी निस्किन लागेको गरेको अनि मम्मी चाहिँ किन नलाउनु यस्तो छ फेरि चलन के हो यो होइन बाबुको त गएकै छ के भन्छ यसलाई ल कतिलाई थाहा छ तपाईँहरू भन्नु है कति यहाँको अब जति पनि हेर्दै हुनुहुन्छ मगरहरूलाई पक्कै पनि थाहा होला यो के हो ल कमेन्ट गर्नुहोस् ल अब हामी निस्किन लागेको अन द वे बाटोमा के कसो भन्ने कुरा देखाउँला है त बाबु दुईजना मिले है नानीलाई सिकाउँछ नानी सिकाउँछ के हो मिठो लाएर घरिघरि ल अब चाहिँ हामी बटुक चटुक खाइयो अनि निस्किन लागेको हाम्रो उस देखाम दही है यो फेक्नुमा यो नि भाउजू
त्यसपछि यो अहिले बाटो छेक्ने बेलामा यो रक्सी र यो ल हामी चाहिँ यहाँ लाइन लाएर अब निस्किनु लागेको छौँ है रक्सी बोतल खोइ भने दहीहरू ठेकीहरू लिएर रक्सी ठेकी ल नानी है देखाउ त हो रक्सी झन् देखाउनु पर्छ यता हाम्रो मामाले खसी पनि ल्याइसक्नु भयो ओ मामा हो बोक्नीलाई चाहिँ के भन्छ माइला बा यसलाई के भन्छ बोकेकोलाई के पाराको मान्छेलाई चाहिँ अब बोक्ने मान्छेलाई थाहा छैन थाहा हुनुपर्छ नि मगर भएपछि यार रीति हो मामा लालजित मामाहरू राज मामाहरू खै के फोन गर्नु त अब एकैचोटि निस्किनु पऱ्यो कि ल यहाँ चाहिँ लाइन लाएर अब निस्किने कार्यक्रम भइरहेको छ खान्छ ल हामी अब रेडी होइन अब निक्लिन तयारीमा छौँ सबैजना अब रेडी भएर देउलीको घर प्रस्थान गरेपछि अब त्यहाँ गएपछि चट्ट खाइन्छ भोज खानुपर्छ होइन भोज खाएको पहिलोचोटि मगरको बिहेमा आयो कस्तो हुन्छ भनेर अवलोकन गर्नु खोजेको एकदम खतरा हुने रहेछ होइन सिस्टम छुट्टै आफ्नो आफ्नो शैली भन्ने कल्चर कल्चर सिस्टम हुँदैछ होइन हामी जे जस्तो भए पनि हामी धेरै थोरै देखाउँदैछौँ जर्मन गाडी बाबु हाँसाले कस्तो रिसाएको हो र नरिसाउनु घरिघरि यसको पोको ल सुरु गरौँ ल हिँड नानी तैवाली कति राम्रो नानी क्युट ल हाम्रो सुरु भयो आमा को लाने गुटी डन्ड रहेछ यार जाम निस्किम ल हामी निस्कियौँ है अब अगाडि अब गाडी छ गाडीमा चढेर जाने बाटोबाट निस्किम ल हामी चाहिँ निस्किनु लाग्यो अब गाडी चढ्न जानु लाग्यो हामी चाहिँ स्कुटी र बाइकमा निस्किन्छौँ है त वहीँ गएपछि एकछिन बाटोमा अन द वे भेटौँला कति कराएको यो ओ ल एकछिनमा अन द वे बाटोमा गएपछि भेटौँला है त हामीमा ल हामी चाहिँ अब यहाँ शुभ विवाह स्वागतम यहाँ गाडीमा जान लाग्छौँ होइन धेरै 1.5 किलोमिटर टाढा हो खासै धेरै नै होइन यो चाहिँ अब पहिला मेरो भ्लग हेर्नेलाई पक्कै पनि थाहा होला यो चाहिँ गिरिबारी बजार पहिला पनि मेरो भ्लगमा छ कान्छ ल हामी यहाँ खसी ल हामी चाहिँ अब यहाँ गाडीमा जाने कतिको के हो बक्स हो ल हामी चाहिँ यहाँ गाडीमा जानु लागिरहेको छौँ चढ्ने होइन निस्किम है खै त अनि कोही आएकै छैन छोरी निवान अब हामी चाहिँ निस्किनु लाग्यो गाडी यहाँ हिँड्न लाग्यो है खसी हालेर अब हामी चाहिँ बाइकमा हिँड्न लाग्यो ल फुपू ल भेटौँला अब हामी बाइकमा आउँछु गाडी हिँड्न लाग्यो है अब हामी चाहिँ निस्किनु लाग्यो ल चट्ट लाएर ल किर्तन यहाँ मेरो भाइ ल निस्किम है ल हामी पनि निस्किम एभ्री वान हेलो गाइज निस्किम ल अब हामी चाहिँ वहीँ गएपछि भेटौँला है त ल हामी चाहिँ निस्कियौँ है
हामी अन द वे बाटोमा जाँदैछौँ। अगाडि बाटोमा देखाउन ल्याउँदैछौँ नि मुला। कुन यही हो गाडी? यो गाडी चाहिँ है हामी चाहिँ शान्त वातावरणमा जाँदैछौँ एभ्रिवान। बोका कराउँदै के बोले भाइ? अब के बोले? भगला आयो लास्ट यार। भेटौँला घरमा पुगेपछि म देखाउँछु तपाईँहरूलाई त्यहाँ के कस्तो छ माहौल। ल हामी चाहिँ आइपुग्न लाग्यो है एभ्रिवान। यहाँ छ भाइ बहिनीहरू बाइकमा। 12 बजे है त अब केही होला जस्तो छ है हामीले। भित्र के चिचा त एक गीत गा त यताबाट हाल्न नपर्ने हामी पहिला पुग्नेहरू होइन होला नि के हो सिस्टम? यहाँबाट हिँड्दै जाने हो कि? त्यस्तो हो। ल ल ल ल ल ल मामा हजुर हिँड्दै जाने यहाँबाट। ल हामी सबै आइसक्यौँ है त। ल हाम्रो यहाँ बाइक पार्किङ हुँदैछ। यहाँ मेरो मामालाई नि यहाँ वेलकम टु माई ब्लग। मामा नमस्कार सबैलाई है। अब के कस्तो हुन्छ बिहा घर चाहिँ अब उतै हो कि अब त्यहाँ टेन्ट लागेको ठाउँमा हामी चाहिँ त्यहीँ गएपछि अब देखाउँछु है त। वाउ कस्तो राम्रो जोडी दाइ बहिनीको। होइन यसरी के भान्जा एकछिन हिँड्दै आएपछि नानी पछि ट्याक्क आयो भने हुन्थ्यो कि नत्र नानीले एकछिन हिँडाएर भान्जा ट्याक्क मात्र पछि दुईजना होइन हात समाएर के अरे हात समाएर हिँड्न लगाऊ न। यो रोज यसमा ल्याऊ हातमा किन समात यसरी हो यसरी देखाऊ है यसरी है यसरी हामी हात समात यसरी बहिनी समात ल यो यताबाट बिस्तारी हिँड है बिस्तारी हिँड बिस्तारी हिँड है बिस्तारी हिँड कताबाट यताबाट यसरी यता कान्छे तिमी कान्छे यता ब्याकअप ल आऊ है ल हिँड ल बिस्तारै रोका एकछिन रोका ल बिस्तारै ल बिस्तारै ल हो त्यसरी वाउ यता हेर बाबु अलि माथि हेर ल हाँस त निवार हाँस न आहा वाउ वाउ ल भयो भान्जा कस्तो अरट्ठ परेर हिँड्यो र यो किन तैँले मास्क लगाएको है? सिकाएर यसरी हिँडेछ। ओइ पेट घटा हाँसमा त त्यसरी नानीलाई घुमाएको बनाऊ के एउटा ओ कान्छा पहिले निवालले बजाएमा त राम्रोसँग बजाउन। जान्दो रहेछ यार कस्तो दामी ताल ल्याएको। ओहो अब नाच लाऊ त्यहाँ पुपुले बजाउँछ ल बजा। ल एभ्रिवान हाम्रो चाहिँ अब बल्ल बाटो छेक्ने कार्यक्रम भइरहेको छ। हामी चाहिँ बिस्तारै हिँड्दैछौँ है त। हामी यहाँ के कस्तो हुँदैछ देखाउँदैछु म। हेर्नु होला बेहुला बेहुली यहाँ बाटो छेक्ने कार्यक्रम हुँदै हो। अघि खै त्यो अघिको नानी खै सानो नानी खै सानो निवान र अर्को सानो नानी थियो नि। अहिलेको सानो नानी लिएर आऊ न नानी यहाँ हो दुइटा। अर्को खै निवानलाई लिएर आऊ त। ओ कान्छा कस्तो या नरिस है बाबा अलिक केक किनिदिन्छु कि। ल हामी चाहिँ यहाँ अब रेडी छौँ जानलाई है। यहाँ छ मेरो निवान गुरुङ मेरो छोरा यता क्युट नानी अर्को बाबु है। अनि यता चाहिँ यहाँको आमा समूहबाट चाहिँ स्वागत
कार्यक्रम हुँदैछ बाटो छेकेर हेर्न सक्नुहुन्छ हजुरहरू यहाँको मगर संस्कृति यहाँको मगर कल्चर अनुसारको हुँदैछ ल एकछिन रोका बाबु तपाईँहरू अलि अगाडि आउनु न ल रोकायो निवन ल आऊ निवन हिँड भएन भनेको रोक बाबु ए हिँड्नु न भनेको होला यहाँ बा निवन हिँड निवन अगाडि हिँड यता हिँड यता हिँड आँखा चिम्मा गर है सबै अड्क्यो के फेरि यसरी पनि यता पनि स्वागत हुँदैछ है मगर कल्चर अनुसार ल यता चाहिँ जन्ती टोली है यता चाहिँ यहाँ श्री नवदुर्गा महिला समूहबाट चाहिँ बाटो छुइने कार्यक्रम भइरहेको छ अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ के कस्तो छ यहाँको कल्चर अनुसार मगर कल्चर अनुसार यसलाई चाहिँ के भन्छ कमेन्ट गर्नु होला है जति पनि मगरहरू हेर्दै हुनुहुन्छ मेरो भ्लग मगर जातिबाट चाहिँ यसलाई के भन्छ कमेन्ट गर्नु है त कडा आयो बाबु निमान अलि यता आउनु तिमीहरू यता आऊ यहाँ शीतलामा आऊ नानी यता आऊ यता उभो यहाँ ल हेर्न सक्नुहुन्छ है यहाँको कल्चर अनुसार के कस्तो हुँदैछ म देखाउँदैछु हेर्नु होला यहाँ चाहिँ श्री नवदुर्गा महिला समूहबाट चाहिँ बाटो छेक्ने कार्यक्रम भइरहेको छ अब के कस्तो हुन्छ हेर्नु होला यहाँको कल्चर अनुसार किन केमा अड्क्यो अब हामी के गर्नु पर्यो ल गरिहालौँ कसले हाल्ने हो ल के हो यहाँ कति राम्रो बाबु नानीहरू अगाडि बस्नु भएको छ मगर कल्चर अनुसारको यहाँ खैँजडी हेर्नु सक्छु मादलदेखि लिएर पैसा उता हाम्रो खसी पनि छ यहाँ कोसेली दिने कार्यक्रम सिस्टम दिने हो अगाडि एकछिन है मामा ल मामा एउटा गीत हानिदिनु मामा गीत पनि गाइदिनु मामा बेलु मामा गीत नि गाइदिनु खैँजडीको ताले अब हामी आयो झ्यालवासको बाटैमा अनि अरू नेक्स्ट अब यो 12 निकाल्दैछु है 12 अनि पैसा हामीले जुगाड गर्दैछौँ अनि हामीले दुलैपट्टि हामी जाँदैछौँ अब छिर्दैछौँ अब ताली ताली बाटो खुल्यो कि खुलेन अब अहिले भने डोजर ल्याम्ला के अहिले हाम्रोले काम चलेन ल झ्यालवास 4 हो मागे साची देछि देस कानी से मागे मागी जमेन्द्र माले बेसी गीत भी होला
ले होला ओ मेमे मालेर होला नि मेरो नाम तिमीलाई के छैन होइछ सारे न माखा त माछा हेलो के हो गमक के छ लाम खोल्ले के छिटो गानी होसेन गानी छिटो के अन्त मान्छ नि बेटा चाँदोमा बस्छ चाँदो होइछ टुमले के छैन के माछा छ टोमले के हाल्छु या जो बारीले के नि पुछा र माखा गरे म याली 5 रुपैयाँ याली छु बार कानेर खाने ल पुच्छर पुच्छर इसे पुछर भागले मैले इसे पुछर भागले इसे सिंगडा ओलेको पुछरै हुनु यहाँ चाहिँ मगर भाषाबाट भन्नुभएको छ उहाँहरूको कन्भर्टेसन चाहिँ मगरबाट मगर ल्याङ्ग्वेजबाट अब कतिले बुझ्नुभयो कतिले बुझ्नु भएन है फेरि हाम्रो दिदीले फेरि यो टाउको हालेको मगर जातिले त पक्कै पनि बुझ्नु भयो होला यहाँको अब मगर ल्याङ्ग्वेज है म चाहिँ गुरुङ भएर अलिक बुझ्न गाह्रो भयो हो उम्रे अहिले त उता उम्रे आसक्यो हामीले पर्यो ल ल ल मान्नु मान्नु अब यता पनि हामीले पनि मनाउन पर्यो यस्तो भइसक्यो भोलि ल हिजो बेलुकादेखि खाएन ल मादल बजाउनु मामा मादल बजा ओइ ल उठाउनु उठाउनु भएको भए सोरे सोरे मामा सोरे ए मैले लाउनु नि ए भरे मैले पहिला दुला दुला भएको लाउनु पर्यो हाम्रो घर चाहिँ त्यहाँ छ है 3 लाखभन्दा पछाडि जन्ती चोलीलाई टिका लाउने कार्यक्रम भइरहेको छ ल म पनि टिका लाउनु भइरहेको छु धन्यवाद यो कसले लाने हो र यो हामीले लाने फेरि पहिला उ उचाइयो पहिला ठेकी खै ठेकी खै ठेकी खै ठेकी ए म त पैसा पनि हाल्नु बिर्स्यो बाटो छेक्ने कार्यक्रम भएको थियो र सकिसक्यो है अनि यहाँ चाहिँ टिका लाउने कार्यक्रम भइरहेको छ बाटो छेक्ने कार्यक्रम चाहिँ बाटो छेकेर चाहिँ वेलकम चाहिँ गर्नुभएको थियो सकेर अहिले टिका लाउने कार्यक्रम भइरहेको छ जन्ती टोलीलाई ल ल ल ल ल ल कुद्यो 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 उहाँ चाहिँ माइजूको दाइ कि भाइले बोकेर कुद्नु भयो त कुद्यो 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 ल हेर्नुभयो है यहाँको कल्चर अनुसार मगर कल्चर अनुसार झ्यालबासको के हो सकेन कि ज्वाइँलाई बोक्न ज्वाइँ वेट भयो जस्तो वेटी को यो यत्रो दाउरा बोक्ने फर द फर्स्ट टाइम ल यो चाहिँ घर है त ल आइसकेको छ
यहाँ चाहिँ खाना खाने ठाउँ। कान्छी कान्छी यहाँ चाहिँ वेलकम है त घरमा। एउटा टिका लगाइदिनु एउटाले गरिदेऊ यहाँ म्युजिक बज्यो अब चाहिँ कपिराइट लाग्ला जस्तो छ। अब यहाँ चाहिँ म्युजिक बज्न लागेको छ, कपिराइट लाग्छ होला। मैले भ्लग चाहिँ एकछिनलाई इन्ड गर्छु। मेरो साथी युट्युब फ्यामिली नजिक नजिक गर्नु। यहाँ चाहिँ अब खाना खाने समय भयो। हामी खाना खानु लाग्यो। लास्ट भोक लागिसक्यो है खान्छ। साह्रै भोक लागेर कति बज्यो? 1 बज्न आइसक्यो। भोक लागिरहेको छ होइन। खाने कार्यक्रम अब हामी चाहिँ जानु फुप सँगै बस्ने कि आउनु न यता। एउटा मात्रै रिजर्भ हुन्छ नि। खाना आफै लिएर जाने हो। आऊ ल हामी चाहिँ खाना खानु लाग्यो अब। खाना खाना पात हुआ आथु भन्नु न। खसीको मासु यता लिइसक्यो अनि बल्ल देखि यहाँ चाहिँ टिका लगाएर ज्वाइँले यसो ढोकफेर के भन्छ कोसेली दिने कार्यक्रम भइरह। यहाँको मगर कल्चर अनुसार ढोकफेर यहाँ चाहिँ कोसेली दिँदै माइजूको आमा हो आफ्नै आमा। A few moments later. Hello everyone, म चाहिँ अहिले भन्दा नि हामी सबै यहाँ फुपूहरू के अरे मामाहरू सबै हामी आइसकेका छौँ है। कहाँ भन्नुहुन्छ भने हामी झलुङ्गे पुलमा बिहे भएको घरदेखि चाहिँ हामी झलुङ्गे पुलमा यता फोटो सेसनको लागि घुम्न यसो यहाँ झलुङ्गे पुलमा फुपूहरूले जाम भनेको भएर हामी चाहिँ यहाँ फुपूहरूलाई यसो फोटोसोटो खिचाउन घुमाउन लिएर आएको। यहाँ त म पहिला पनि आइसकेको थिएँ यो झलुङ्गे पुलमा त। पहिलाको
भ्लग हेर्नुभयो भने पक्कै पनि यहाँको फोटोसोटो भिडियो भ्लगहरूमा देख्नुभयो होला। यहाँ म पहिला नि आएको सेकेन्ड टाइम भयो यो चाहिँ। दामी छ यहाँको भ्यू चाहिँ झलुङ्गे पुल यहाँ झ्यालबासको। अनि यहाँ खोलामा चाहिँ गिट्टी बालुवा नि बोकिरहेको रहेछ टिप्परले जेसिबीले खनेर। अनि यहाँको भ्यूहरू तपाईँहरूलाई म देखाउन गइरहेको छु। ल हेर्नुहोस् झलुङ्गे पुल होइन, दामी छ ठाउँ चाहिँ एकदम। हेर्नु डाँडा काँडाले घेरेको, यहाँ चाहिँ खोला, यसमा झलुङ्गे पुल। ल हेर्नु पुरै एन्टिलाइट परिरहेको त नि कान्छा। तल चाहिँ उहाँ पुरा जेसिबीले खनिरहेको है। अनि दामी ल कान्छा अन्त आएपछि ल भन न त। के भन्नु अहिले चाहिँ हामी फोटो सेसनको लागि थोरै बिजी छौँ। भनिदिनु दिदी फोटो एक सेसन तिमी आफ्नो परिचय देऊ न। नमस्कार, मेरो नाम सन्दीप भाग्य पानी भन न। भाग्य नभनी बात त सही है। भन न एकचोटि। नमस्कार म भाग्य नेपाली। स्वागत छ आज यहाँलाई हाम्रो के अरे झलुङ्गे पुलमा फोटो सेसन। ल अर्च बाबु नदौडी ओ त्यहाँ यस्तो बाँसको लिङ्ग चाहिँ उभिने। ल हाम्रो चाहिँ यहाँ फोटो सेसन भइरहेको छ। हेर्नु ऊ कहाँ आएको कस्तो लाग्यो झ्यालबास त्यो भन्नु न यार। कहाँ आएको कस्तो लाग्यो झ्यालबास त्यो भन्नु न यार। रमाइलो कहिले पनि आएको थिएन है। ठाउँ कस्तो लाग्यो तपाईँलाई यो झ्यालबास? त्यो झ्यालबास भनेको चाहिँ मान्छेहरूले कहाँ भन्नुहुन्छ भने डन्डाबाट चाहिँ माथि पर्छ। अनि म त यो झलुङ्गे पुलमा फोटोसोटो खिचेँ सेकेन्ड टाइम भयो। तपाईँको चाहिँ यो फर्स्ट टाइम पहिलोचोटि कस्तो लाग्यो तपाईँलाई यहाँको के भन्छ अरे गाउँ वातावरण? घुम्ने ठाउँहरू पनि रहेछ धेरै है। हिजो पनि रमाइलो गरियो रिसोर्टमा, के अरे राइनो रिसोर्ट हो। राइनो रिसोर्ट हो कि के हो कटेजमा। फेरि आज पनि हामी बेलुका त्यहाँ जाँदैछौँ गाइज। त्यहाँ बेलुकाको केही न केही तिता मिठा पलहरू प्रोग्रामहरू केही न केही पक्कै पनि आउँछ। अनि मिस आउन गुरुङ यो के हो तिम्रो भन सेकेन्ड टाइम कस्तो लागिरहेको? लास्ट रमाइलो, म त पहिला नि आएको हो, एकदम रमाइलो लाग्थ्यो। अहिले नि आएको रमाइलो लाग्छ मलाई त। दामी भइरहेको। मेरो छोरीले चाहिँ यहाँ खाँदैछ। मेरो हाम्रो निवान गुरुङ बेटुवालाई चाहिँ यहाँ केक भनेर यहाँ केक किन्दैछौँ हामीले चट्ट परेको। अब यहाँ कसरी खानुहुन्छ नि मेरो छोरीले? एकैछिन नाच्देऊ छोरी। ल बाबाको भ्लगमा नाच्देऊ न छोरी सानो। एकचोटि यता हेर न बाबु, एकचोटि यता हेर न। कसरी नाच कसरी नाच त गोर्खे खुकुरी के भन्छ मलाई नि आउनु। त्यो नाचेको त कपिराइट लाग्छ, कसले हाल्छ र? ल हाम्रो कान्छी फुपू हेलो, कता कस्तो लाग्यो तपाईँलाई यो झ्यालबास झलुङ्गे पुल यहाँको? अब यसो अवलोकन गर्दाखेरि कस्तो लाग्यो तपाईँलाई? फर्स्ट टाइम आएको होइन त फुपू? म फर्स्ट आएको, तर एकदम रमाइलो ठाउँ रहेछ। हावा हेर्नु कस्तो चल्यो है? दामी यति बेला भए पनि एकदम हावा चल्ने रहेछ। एकदम दामी ठाउँ रहेछ। रमाइलो छ। तपाईँले यो साइडमा पनि खोला, यो साइडमा पनि खोला, म बाँकी नै भयो बिचमा झुला। हामी झुलिरहेको छौँ सबैजना मिलेर। खोइ मेरो पनि गर्दैन हिँडेको के बाबा हिँडेको गर्नु पर्यो रे। गोर्खे खुकुरी। ल यहाँको भ्यू हेर्नु मेरो युट्युब फ्यामिली। दामी छ दामी दामी। यहाँ झलुङ्गे पुल पुरै एन्टिलाइट परिरहेको थियो, त्यही भएर अलि यता चाहिँ दामी भ्यू देखिरहेको है। दामी दामी। के हो यस्तो के खाने मेरो छोराको चोरेर? हामी त हेरेको हेरे के लाग्यो क्या मलाई केक। ल हेर्नु है यहाँको आमामा भ्यू वाटर भ्यू यस्तो दामी दामी। वाउ आमामा दामी छ है यहाँको ठाउँ हेर्न सक्नुहुन्छ। एकछिनमा फोटो सेसन चलिरहेको छ। एकछिनमा तपाईँहरूलाई म मेरो किसान गुरुङ युट्युब च्यानलदेखि के कस्तो हुन्छ म आजको न्यू डे न्यू भ्लग
इन्डिङ चाहिँ अलि बेलुका हुन्छ होइन के कस्तो हुन्छ म देखाइरहेको छु यहाँको है त मेरो भ्लग मार्फत अवलोकन गर्नु होला भन्दै स्टे ट्युन एकछिनपछि भेटौँला पैसाको डिल गरौँ कुरा छैन भने बल्ल लगाइदिने हो पहिला कहाँ लगाइदिन्छ है पैसा नपाए पैसा भन्नु सालीहरू पैसा पैसा भन्नु यसै जुट्टा आर्ची काटे ठिकै नि अनि चाहे फेरि अर्को पार्टी टुले माटु ने 10,000 ज्यादा नाव क्या तिरी टाकले तुमको मैंने ठाउँ टुआटे इसको 10,000 माले 2,000 राना घाटा परे दुईजनालाई 5,000 इनफ वारले चेतस द्यार वारले बल्ल मामा बेलु मामाको कमिङ भयो 5,000 ठिकले तर फेरि यसको आडा काटे जाटा मार्ग पर्ने काने चिली बिटियाले नि यानी 5,000 उसा ठाङ छान्न दे इसको कारबाही जाले ल पहिला पैसा राखिदिन्छ ए भरै नि जुट्टामा दियो टिम हो मामा त्यो एउटा मात्र खाएर हिँड्नु लेखेर यसरी हो नलगाइदिनु होला लगाइदिएपछि चाहिँ सकिहाल्यो नि फेरि पछाडि बस्नु न है म भिडियो गर्छु A few moments later. यहाँ चाहिँ मेला लगाइरहेको छ हामी चाहिँ यहाँ भान्जी बुर्जा एकछिनमा यहाँ हालेको कि पैसा मामा रमाइलो भयो है एकदम एकदम हाम्रो सुकुलको 4 नम्बर 4 मा अहिले हाम्रो यो के रे गेम खेल्ने भएर फोटो देखाउँदै यस्तो छ पुरा उता फेरि पुरा भट्टी पसल बजार पुरा बजार लगाएर यहाँदेखि त्यो गेम खेल्ने त्यहाँ फोटो खेल्ने चाहिँ भलिबल खेल्ने बब्बाल हो क्या मेला चाहिँ आम्मामा बिहेबाट पनि होइन भोजसोज खाएर फर्किसक्यौँ आज अलिकति म्युजिकले गर्दाखेरि त्यति खासै भ्लग गर्न पाइएन
खासै कन्टेन्ट राम्रो भएन होला, जे जस्तो भयो नि म पोस्ट गर्नेछु। के कस्तो प्रतिक्रिया लाग्छ हजुरहरूलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला है। आजको ब्लग म एन्डिङ गर्न गइरहेको छु। जे जस्तो भए पनि अब नेक्स्ट ब्लगमा भेटौँला। स्टे ह्याप्पी स्टे हेल्दी भन्दै सबैलाई लभ यु अल, बाई, सी यु नेक्स्ट ब्लग। अर्को ब्लगमा फेरि हामी भेटिनेछौँ है त। आजलाई यति नै। जे जस्तो भए पनि हजुरहरूले मेरो स्किप नगरिकन हेरिदिनु होला र जति नयाँ हुनुहुन्छ सब्सक्राइब पनि गर्नु होला। बाई।